ल ल काटिरहेछ बहिनीले मेल भएछ ल अब दादालाई दादा भन्नु बहिनीलाई बहिनी ल कङ्ग्रेचुलेसन वान ल ऊ त दादालाई खुवाउनु नानी अनि हामी सबैले खुवाइदिन्छौँ थ्याङ्क यू कङ्ग्रेचुलेसन थ्याङ्क यू ल मम्मी पहिला तपाईँले खुवाइदिनु बहिनीलाई समाति दियोस् भनेर भनेको थोरै मात्रै खुवाउँछु ल यत्तिकै ल दाइले पनि खुवा सबै भताभुङ्गो भयो जस्तो लाग्यो हुन्छ स्टोरीमा मात्रै ल नानीले पनि खुवाइन्छ ल मलाई गर